अब मात्र 23 दिन बाँकी कोरियामा विभिन्न कारणले इलिगल भएर बसेका विभिन्न देशका नागरिकहरूलाई सुनौलो अवसर अब मात्र 23 दिन बाँकी रहेको छ। कोरिया सरकारले 2025 डिसेम्बर 1 तारिकदेखि 2026 फेब्रुअरी 28 तारिकसम्म जम्मा 90 दिनभित्र कोरियामा विभिन्न कारणले इलिगल भएर बसेका विभिन्न देशका नागरिकहरू यो समय अवधिभित्र स्वइच्छाले आफ्नो देश फर्किने हो भने कोरियाको कुनै पनि कानुन नलाग्ने, जरिवाना पनि तिर्नु नपर्ने र जेल पनि बस्नु नपर्ने र यदि पुनः कोरिया आउन चाहेमा कोरियाले भिजा पनि सजिलै उपलब्ध गराउने भनेर सूचना सार्वजनिक गरेको छ। यो समय अवधिभित्र तपाईँहरू जानुभयो भने तपाईँहरूलाई एकदमै राम्रो हुनेछ। यदि तपाईँहरू कोरियामा लामो समयसम्म विभिन्न कारणले इलिगल भएर बसिसक्नु भएको छ र अब आफ्नै देश फर्किने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि यो समय एकदमै उत्तम रहेको छ। यदि तपाईँहरूलाई यो खुलेको समयभन्दा अरू समयमा समायो भने चाहिँ तपाईँहरूलाई जस्तो अवस्थामा समाएको छ त्यस्तै अवस्थामा नेपाल पठाइदिनेछ। तपाईँहरूलाई जेल पनि राख्नेछ। पुनः कोरिया आउनका लागि निषेध गरिनेछ।